चाहिँ बेनी बजार आइपुगेका छौँ। हिजो चाहिँ यही कालीपुल बस्यो। बाबु तिमी पहिला आएको थियो नि है बेनी एकचोटि? सानो हुँदा एकचोटि आएको थियो होइन? यो चाहिँ हामी कालीपुलबाट तलतिर खोला मन्चतिर जाँदैछौँ। बाबु एकछिन त्यो समाज घरमा नि पस्नुपर्छ भन्नुहुन्छ ममले। एकछिन थकाली समाज घर पसेर तिम्रो फोटो पनि खिच्नुपर्छ है नागरिकताको लागि। कालीपुल हुँदै भित्री बाटो हामी जाँदैछौँ। कन्स्ट्रक्सन भइरहेको रहेछ। त्यही तल लुम्दी खोला नि निस्किनुपर्छ क्या? होइन होइन, हामी चाहिँ त यहाँ अलिकति अगाडि गएर के खोला भन्छ यता? अब त यो त म्याग्दी खोला हो। म्याग्दी खोला? म्याग्दी खोला। होटल डल्फिन पनि आइपुग्यो हामी। सबैले अगाडि गएर एकैछिन हामी वेट गर्नुपर्छ होला। तल खुल्ला मञ्च जाने बाटो। यो चाहिँ म्याग्दी र कालीको दोभान चाहिँ बेनी म्याग्दी कालीको दोभान। म्याग्दी खोला र काली खोला मिसिने ठाउँ। अब यो चाहिँ म्याग्दी खोला। दाहिने जाउँ सिधा चाहिँ यता दाहिने यता माथि जाउँ अनि लेफ्ट गएर त्यहाँ फोटो खिच्ने ठाउँ चाहिँ त्यो बढी सजिलो त्यहाँ खुल्ला रहेछ भने। यो चाहिँ जिल्ला प्रहरी कार्यालय म्याग्दी। लेफ्ट। अनि तपाईँको यो माओवादी कालमा त यहाँ त जस्तै भयो नि। यहाँ त यो प्रहरी कार्यालय त बिहानसम्म लडाइँ भएर बिजोग भयो। जिल्ला सहकारी वकिलको कार्यालय, जिल्ला अदालत पनि नजिकै छ के अरे। जिल्ला अदालत म्याग्दी। यो चाहिँ हामी पहिला वीरेन्द्र चोक भन्थ्यौँ। जिल्ला प्रशासन कार्यालय म्याग्दी अहिले चाहिँ शहीद स्तम्भ। हामी चाहिँ डम्बरा आइपुग्यो बेनीबाट, बेनी मङ्गलघाटबाट सिंहतिर चाहिँ जाँदै आफ्नो गाउँतिर। धेरै पछि सायद 2-3 वर्ष भयो होला अहिले। माथि चाहिँ डाँडाखाने हाइटमा देखिन्छ। अलिक क्लियर चाहिँ अलिकति भएको छैन। बाटो चाहिँ राम्रो भएर रहेछ बिचबाट। बगुवा खोला आइपुग्यो।
भिड देखिन्छ सर्जरी वन पहिला चाहिँ निकै बाक्लै जङ्गल हुन्थ्यो अहिले चाहिँ धेरै जस्तो पातलो भएर रहेछ पर टाढा देखिने चाहिँ यो थुमडाँडाको गाउँ अनि यो चाहिँ पारी सुके मेला गर्न लाग्यो पारिपट्टि सुके मेला म चाहिँ जन्मेको चाहिँ त्यो पारिपट्टि नै हो साँच्चीकै जन्मेको चाहिँ त्यसपछि चाहिँ यता सिङ्गातिर चाहिँ यो ठाउँमा शिफ्ट भयो ठुलो ठुलो पहाड छ यो पारिपट्टि सुके मेला स्कुल देखिन्छ निशल म यो पारिपट्टि जन्मेको सुर्के मेला भन्ने आखे मोमोहरू चाहिँ पारि बस्नुहुन्थ्यो अनि पारिबाट अनि यता सिधा सुरु गरेको सिप्पो अनि सिङ्गा सुरु भयो यही हो हाम्रो सिङ्गा भनेको चाहिँ हामी धेरै टाइम स्पेन्ड गरेको यो चाहिँ सिङ्गाको बाटो बास्कुना थमडाँडा सुके मेला यो चाहिँ हरियाली प्रोजेक्ट भएको ठाउँ मोमको गाउँ चाहिँ ऊ पारि हो पहिला ए माथि जङ्गलतिर हामी ऊ जान्थ्यौँ कहिले केही घाँस दाउरा काट्न ऊ गर्न जान्थ्यौँ पानी 2 किलोमिटर हामी अब बिस्तारै अलिक स्लो गर्छौँ यतै यो चाहिँ ठ्याक्कै पौडेल चोक ल पौडेल चोक आयो यहाँ चाहिँ अलिकति एकैछिन गर्नुपर्छ होला हामी भएको छ दाइ भेट्नु भएको छ होइन सन्चै हुनुहुन्छ नि अनि सब ठिक छ नि भयो 2 दिन जति भयो यहाँ लिएर आएको अनि सब ठिक छ बाबु नि आएछ बोलाउनु त गाडीमा छ बाहिर पछाडि छ हो अनि कस्तो लाग्छ एकदम हो ठिक छ ए हो के काम थियो म एक दिन बस्छु बाबुको नागरिकता बनाउँछु ए नमस्ते सन्चै हुनुहुन्छ चिन्नुहुन्छ मलाई हाम्रो भन्नु त मनप्रसाद भाइ हो नि आरामै हुनुहुन्छ धेरै समय देखिएको त ए थुप्रै भयो नि चिन्ने अब बुढो भएपछि चिन्नु नि गाह्रो हुन्छ अनि आरामै हुनुहुन्छ नि कहिले आएको म अहिले भर्खर आउँदैछु अब एकछिन त्यहाँ तातो पानी जाने अनि त्यसपछि उ गर्ने हुन्छ है त ल फेरि भेटौँ ल हजुर तातो पानी डुब्ने हो 17 वर्ष भयो सानोमा आएको सानोमा तर यो साइडमा आएको छैन होइन त्यहाँ उ गर्नु कता ममको ए पछि जानु पर्ला अनि अहिले तपाईको काठमाडौँतिरै हैन यता आउनु काठमाडौँतिरै छ बसै अहिले काठमाडौँ बस्छ गङ्गो हो गङ्गो भयो हैन बाहिर बस्दाखेरि कुन ठाउँ पराइ घुमिराख्नुहुन्छ क्या ठ्याक्क घुमिरा यहीमा अन्नी छैन होला छैन त्यस्तो ठीक छ हुन्छ म एकछिन त्यहाँ बाबुलाई घर देखाउँछु ल ल ल ल आफै हाल्ने उहाँहरूले उ गरेर किनेर मान्छेहरू हायर गरेर
अनि किनेको बनाएको घर हो नि यो बुझ्यो यो अगाडि बाटो नि छ नि त अगाडि बाटो अनि अहिले चाहिँ अरूले नै सेल गरेको हो कि अनि यो चाहिँ हाम्रो छ्यामाको घर हो भण्डारी छ्यामाको घर यो चाहिँ हाम्रो पहिला प्रधान पञ्चको घर हो अनि अहिले चाहिँ मेरो साथी विष्णुले पढ्छ कि अनि यो चाहिँ यो हाम्रो सिङ्गाको टोल पुरानो सबैजना विदेश हुनुहुन्छ चाहिँ सहकारी संस्था रहेछ बाबु आउ त माथि जाऊँ आउ त एकैछिन हाम्रो निश्चल चाहिँ आखी मम्मीले बनाएको घर चाहिँ हेर्न आउँदैछ है निश्चल पहिलेदेखि पहिला चाहिँ बाटो तलबाट थियो पछि अनि मोटर बाटो माथि आयो अनि त्यसपछि अनि बनाएको अनि यो यसरी चाहिँ बनाउनु भएको मोमोले जसले बाटो आउने बेलामा चाहिँ यता फ्रन्टबाटै उठ्यो कि अगाडिबाटै थियो चाहिँ पसल राख्नुपर्छ यो थियो ल तिमी त्यहाँ अगाडि अलि यता जाऊ त यो त मेमोरी हुन्छ त भाउ यो आखी मोमको घरको अगाडि आखी मोमले बनाएको घर पारिपट्टि खुसी माथि डौडुवाको भिड देख्न सकिन्छ यो पछाडि उ गर्न मिल्छ बहिनी हजुरको पसल हो यो पहिला हाम्रो घर हो कि हामीले अनि बेचेको थियो अनि यो मेरो बाबुलाई देखाउन लागि लिएको यता जान मिल्छ एकछिन निश्चल ल आऊ त यहाँ म पहिला कहाँ सुत्थेँ थाहा छ म तिमीलाई देखाउँछु यहाँ हाम्रो चाहिँ उ थियो के ममले चुल्हा बनाउनुहुन्थ्यो यहाँनिर कुकिङ गर्ने चुल्हा यस्तो थियो हाम्रो यहाँ बुझ्यो अनि यताबाट जान्थ्यो हाम्रो यो तल जाने थियो अनि अब यो पूजा कोठा रहेछ यताबाट यता ब्याक गएर म चाहिँ थिएन अनि यहाँनिर उठ्यो क्या बाबु यहाँ बाहिर बारदली जस्तो थियो अहिले बारदली रहेनछ अनि म चाहिँ यहाँ सुत्थेँ कि यहाँ बारदली बनाएको थियो लामो बारदली अनि बाहिर आउटसाइड कि बाल्कनी जस्तो थियो हो त्यहाँ म सुत्थ्यो मोमोहरू यता सुत्ने यता खानाहरू बनाउने उ गर्ने गर्नुहुन्थ्यो उ त्यो स्कुल हो अब मैले पढेको देख्यौ सिङ्गा स्कुल अहिले चाहिँ यतापट्टि बिल्डिङ बनाएको छ त्यो पछाडिपट्टि थियो कि पहिला मोमहरूले यस्तोमा घाँस काट्नुहुन्थ्यो अरे भिरमा थाहा छ त्यस्तो भिरहरूमा घाँस काट्नुहुन्थ्यो अरे कस्तो डर लाग्यो ल होइन दिस इज आवर हाउस त्यहाँ यस्तो बाल्कनी टाइपको थियो क्या बाबु बाल्कनी थियो अनि त्यसपछि हामी त्यहाँ हामी सुत्थ्यौँ सबै माखेहरूले हार्ड वर्क गरेर बनाएको थियो नि यो घर चाहिँ एकचोटि ढोक गर त ल जिउ गर ढोक गर यसो गर यसो गर यु वान्ट टु गो डाउन मिल्छ बहिनी एकछिन तल जान मिल्छ एकैछिन ल होइन यो बाबुलाई देखाइदिन्छु क्या पहिलाको आखी ममले कसरी उ गरेको कस्तो थियो भनेर केही पनि छैन यहाँ अहिले त यस्तो थिएन प्लेन थियो सिधा एकदम फ्ल्याट थियो त्यस्तो केही पनि थिएन अरू यहाँ चाहिँ उहरू राख्नुहुन्थ्यो कि मकै धानहरू होइन अन्नहरू राख्नुहुन्थ्यो कि यो ठाउँमा स्टोरेज सबै भयो तर कहिलेकाहीँ साइडमा बेड पनि कोही पाहुना आयो भने बेड पनि बनाउनुहुन्थ्यो तर मोस्टली स्टोरेजै हुन्थ्यो अन्नहरू उहरू राख्ने
हेर्नु मन लाग्यो भित्र हेर नि त हेर्नु भित्र हेर ए हो त्यो छोडा ल तल चाहिँ फेरि ऊ राख्थ्यो कि त्यो गाई भैँसीहरू हुन्थ्यो नि त्यो टाइपको हुन्थ्यो हेर्ने ल होइन तल होइन ठिक छ जान सक्छ जान सक्छ के छ अहिले यहाँ चाहिँ पुरा ऊहरू राख्थ्यो कि गाई भैँसीहरू राख्थ्यो यहाँ पहिला अहिले यहाँ दाउराहरू रहेछ Okay. We spent many years in this building. यो घरमा ल अब हामी यो घर हेरिसक्न लाग्यौँ मेरो बाबुले पनि धेरै वर्षपछि फर्स्ट टाइम घर हेऱ्यो आखिर मम्मीको घर उहाँले बनाउनु भएको अच्छा पसल रहेछ हस् थ्याङ्क यू है यो बाबुलाई देखाइदिनलाई पहिला हामी धेरै पहिला आएको थियो अनि खास त यो हाम्रो घर थियो नि त पहिला अनि बेचेको नि त त्यही भएर ऊ चाहिँ फर्स्ट टाइम आएको छ क्या त्यही भएर देखाइदिएको लैन ल हामी सिङ्गाको टोलमा आउँदैछौँ यो चाहिँ तल्लो तातो पानी अहिले हामी तल्लो तातो पानी छौँ यो हाम्रो मुहाना बहिनीको होटल कले भन्छ घर हाम्रो यहाँ निश्चल हिरो यहाँ छ निश्चल यहाँ हेर त के खाना खायो कस्तो लाग्यो त खाना हो अब हामी कहाँ जान्छौँ मम्मीको घरमा है मम्मी घर जानुपर्छ है कस्तो फिल भइरहेछ तिमीलाई हो अब यहाँ चाहिँ होटल मालिका त्यो पोखरी जाने बाटो यो चाहिँ पोखरी जान्छ त्यो डुबेर आउनुपर्छ मान्छेहरू पनि ओके चाहिँ हामी यो पोखरी जाने बाटोमा छौँ पसलहरू छ हाम्रो चाहिँ यो प्राकृतिक तातोपानी कुण्ड प्रवेशद्वार हाम्रो निश्चल पनि अगाडि बढ्दैछ हाम्रो दाजु पनि अगाडि जाँदै हुनुहुन्छ पसलहरू चाहिँ हामी देख्न सक्छौँ पसलहरू छेउछेउतिर चाहिँ हामी देखिरहेछौँ हाम्रो निश्चल हिरो यहाँ छ खाना खाएर अब हामी पोखरीतिर जाँदैछौँ यहाँ मान्छेहरू डुबेर चाहिँ रेस्ट गरिरहनु भएको छ डुब्नको लागि मान्छेहरू जाँदै पनि हुनुहुन्छ यहाँ जाने बित्तिकै पहिलो चाहिँ यहाँ काउन्टरहरू पनि छ यहाँ पूजा गर्ने ठाउँ पनि छ सानो मन्दिर छ यहाँनिर जाउँदा जा यो चाहिँ टिकट काउन्टर भयो यो लेफ्ट साइडमा चाहिँ ऊ छ पोखरी छ यो चाहिँ टिकट काउन्टर चाहिँ मान्छेहरू आइराख्नु भएको छ पोखरीबाट डुबेर यता छ दाजु
मेन चाहिँ पोखरी मान्छेहरू डुब्ने चाहिँ यहाँ हो लामो समय डुब्ने चाहिँ यहाँ मजाले डुब्नुहुन्छ लामो समय पोखरीमा चाहिँ लामो समय डुब्नेहरू चाहिँ यहाँ हुनुहुन्छ धेरैजना नुहाएर बाहिर चाहिँ स्टिम पनि लिइराख्नु भएको छ र यहाँ चाहिँ पालो पालो बिहान दिउँसो गरेर अनि बेलुका गरेर 3 चरणमा चाहिँ नुहाउने गर्नुहुन्छ डुब्नुहुन्छ र यहाँनिर मन्दिर पनि रहेको छ यहाँ डुब्नुभन्दा अगाडि चाहिँ पूजापाठ पनि गर्नुहुन्छ उहाँहरू जाउँ दाजु उता जाउँ अब यो चाहिँ खास अलि रेगुलर लामो समयसँग गर्नेले उ गर्नुहुन्छ कि यहाँ डुब्ने पहिला त केही थिएन यहाँ तल हामी सानो हुँदाखेरि अहिले चाहिँ त यो सबै बिल्डिङहरू बनाएर धेरै व्यवस्थित गरेको छ धेरै राम्रो छ यहाँ फेरि मन्दिर छ यहाँ पनि र यो साइडमा चाहिँ कहिलेकाहीँ डुब्न आउनेहरू यो साइडमा डुब्नुहुन्छ त्यहाँनिर पोखरी छ तर चाहिँ धाराहरू छ नुहाउने धाराहरू डुबिसकेपछि नुहाउनुहुन्छ यो चाहिँ तल देखिने चाहिँ म्याग्दी खोला र अहिले त धेरै यो बाथरुमहरू टोइलेटहरूको पनि एकदमै राम्रो व्यवस्था छ र त्यो माथिपट्टि चाहिँ तातो पानी ठुलो हामी यहाँबाट देख्न सक्छौँ पल्लो तातो पानी भन्छौँ हामी यो चाहिँ हामी उता कहिलेकाहीँ डुब्नेहरू चाहिँ त्यहाँनिर डुब्ने अनि चाहिँ नुहाउने त प्रायः जसो यताको उताको पनि यहीँ तलै आउँछ अनि सबै यो तल जमिन मुनि पानी आउँछ यो माथिबाट अनि कलेक्सन गर्दै नुहाउँदै 7 दिन 14 दिन 10 दिन टाइम आफ्नो कति छ त्यो अनुसार छ